अब ब्लेन्डर युज गरौँ भने ब्लेन्डर फुट्छ कि भन्ने डर। अब यसरी हातले काटौँ भने हात काट्छ कि भनेर डर लागिरहेको छ कि मलाई। अब अस्ति चुलो नफुटेको भए मैले ब्लेन्डर युज गर्थेँ होइन। अब अहिले चुलो बनाएर आएको छैन, त्यही माथि पनि फेरि ब्लेन्डर युज गरेर फुट्यो भने फेरि अर्को समस्या। मेरो काट्ने कला कस्तो रहेछ साथीहरू? यसरी है। अब एकैचोटि धेरै भयो यार यो त। अलि धेरै भएर चाहिँ एकैचोटि